Good morning. Good morning, sir. Good morning. Okay. There are the two type of ANOVA. दुईटा टाइपको एनोभा छ हैन। पहिला हामी यसको इन्टरप्रिटेसन कसरी गर्ने भनेर चाहिँ हामी जान्छौँ, हामी कसरी फिल अप गर्ने एनोभा हैन यसको निम्ति। अब हामी फर्स्टमा अगाडिको एनोभाको विषयमा कुरा गरौँ। मैले शेयर गरेको फाइल देखिन्छ नि? देखिन्छ मैले शेयर गरेको फाइल प्लिज? देखियो सर। ओके। अब चाहिँ त्यहाँ के छ भन्दाखेरि व्हाट टाइप अफ डिजाइन इज इट, यसको डिजाइन कुन हो पहिला त हामीले यसमा आउनु पर्यो। के होला यो डिजाइन? कसैले भन्न सक्छ? व्हाट इज द डिजाइन? CRD, टु फ्याक्टर CRD। किनकि सोर्स अफ भेरिएसनमा के छैन, रेप्लिकेसन अथवा ब्लक छैन। बट हियर इज डिजाइन। यो डिजाइन कुन हो त भन्दा टु फ्याक्टर RCVD। Okay. What is the null hypothesis for this experiment? Null hypothesis के होला हैन? अब यहाँ फ्याक्टर A एन्ड फ्याक्टर B भनेर छ। यसको कुनै अब यो चाहिँ माथि क्वेशनमा देला कुनै एट्रिब्युट्स हो भनेर। फर एक्जाम्पल हामी के भन्नु भन्दा द डिपेन्डेन्ट भेरिएबल is not differ among the labels of factor A. Factor A को different labels अनुसार different छैन हैन। त्यसै गरी null hypothesis another is the dependent variable which may be the E which is not influenced by or the not differ among the labels of variety factor B, and there is no interaction of factor A and the factor B. There is no interaction. मैले कसरी लेखेको छु? Interaction of factor A and the factor B. It is the null hypothesis. You say null hypothesis. Well, how can we that fulfill this ANOVA? यो ANOVA हामी कसरी fulfill गर्न सक्छौं त? अब can you tell me what is the degree of freedom for the factor B? Factor B को डिग्री कति होला? कसैले भन्न सक्छ? What is the degree of freedom for factor B? 2 हुन्छ कि सर? 2 हुन्छ, एक्ज्याक्टली 2 हुन्छ। किन भन्दा A र B को जुन यो 6 आइराखेको छ यो कसरी आउँछ? It is the A minus 1 multiplied by B minus 1 गरेर आउँछ। A minus 1 is 3 हैन? A minus 1 त 3 छ। किन भन्दा factor A को degree of freedom भनेको त A minus 1 हो। 3 multiplied by what number is that gives 6 is the 2. Say 2 भयो। What is the total degree of freedom? Total degree of freedom मा त हामी यसलाई सबैलाई जोड्दिएपछि total degree of freedom आइहाल्यो। मैले फिल अप गर्नलाई गइराखेको छु। Similarly, in case of the second मा पहिला degree of freedom fill up गरौँ। Factor B को again 2 and the here is sorry यहाँ 22 थियो है, and it is the sum एउटै experiment है। It is the sum is 35 okay. अब what is the number of replication in this experiment? यो experiment मा number of replication कति छ CRD मा? Can you tell me?
नम्बर अफ रेप्लिकेसन इन द CRD मा नम्बर अफ रेप्लिकेसन कति छ? रेप्लिकेसन त हुन्छ नि, सोर्स अफ भेरिएसन पो हुँदैन रेप्लिकेसन। कति होला? कसरी पत्ता लगाउने नम्बर अफ रेप्लिकेसन? थ्री होला सर। नम्बर अफ रेप्लिकेसन को निम्ति मेबी 3, एक्ज्याक्टली 3 हो। व्हाट इज द फ्याक्टर ए को लेभल कति छ? फ्याक्टर ए कतिवटा लेभल छ फ्याक्टर ए को? त्यही भएर त 3 डिग्री अफ फ्रिडम भएको छ। फ्याक्टर बी को लेभल कति छ? 3 छ, त्यही भएर डिग्री अफ फ्रिडम चाहिँ कति भएको छ? 2 छ। व्हाट इज द नम्बर अफ ट्रिटमेन्ट? नम्बर अफ ट्रिटमेन्ट भनेको कति भयो त? इज इक्वल टु 12। नम्बर अफ ट्रिटमेन्ट 12 भयो। टोटल डिग्री अफ फ्रिडम भनेको के? टोटल DF इक्वल टु नम्बर अफ ट्रिटमेन्ट मल्टिप्लाई बाई नम्बर अफ रेप्लिकेसन माइनस 1 हो हैन। अब यहाँ टोटल डिग्री अफ फ्रिडम 35 आएको छ भने कति मल्टिप्लाई गरेर? 12 मल्टिप्लाई बाई R माइनस 1 नम्बर अफ रेप्लिकेसन माइनस 1 गर्दाखेरि आएको छ। अब R इक्वल टु के हुन्छ त? R इक्वल टु 35 माइनस 1 उता जाँदा 36 डिवाइड बाई 12 इक्वल टु 3 नम्बर अफ रेप्लिकेसन चाहिँ 3 हुन आउँछ। आर यु क्लियर? नम्बर अफ रेप्लिकेसन कसरी निकाल्ने भन्ने कुरामा क्लियर छ? सबैले बुझिन्छ नम्बर अफ रेप्लिकेसन मैले कसरी निकाले भनेर? प्लिज। यस सर। देन अब व्हाट इज द एसएस अफ फ्याक्टर बी? फ्याक्टर बी को एसएस कति होला? फ्याक्टर बी को एसएस कसरी निकाल्ने? हाम्रो एमएस भनेको एसएस लाई डिग्री अफ फ्रिडमले भाग गरेपछि एमएस आउँथ्यो। एम आई राइट? हैन, एमएस भनेको त त्यही थियो नि त। हामीले के गर्थ्यौ? सम अफ स्क्वायरलाई रेस्पेक्टिभ डिग्री अफ फ्रिडमले भाग गरेर एमएस आउँथ्यो भनेपछि त एसएस डिवाइड बाई 2 इक्वल टु 1145.68 हो। भनेपछि एसएस कति हो त भन्दाखेरि एमएस मल्टिप्लाई बाई डिग्री अफ फ्रिडम हो नि त। ठीक हैन? अब यो बेलामा हामी पछाडिबाट आउनु पर्यो। एफ क्याल्कुलेटेड इज 7.9। 7.9 कसरी आको? यहाँ ए र बी को जुन 7.9 कसरी आको हो मलाई कसले भन्छ? यो कपिल कसरी आको? एफ क्याल्कुलेटर भन्नु भएको? 7.9 आछ नि, त्यो कसरी आयो? एफ क्याल्कुलेटर चाहिँ के रे ए इन्टु बी को मिनी स्क्वायर डिवाइडेड बाई इधर मिनी स्क्वायर इक्वल टु त्यो आयो। देन हाउ क्यान वी गेट द भ्यालु अफ ए इन्टु बी मिनी स्क्वायर? सम अफ स्क्वायर डिवाइड बाई डिग्री अफ फ्रिडम। त्यो त भयो। अब जब यो भ्यालु यो 7.9 हैन, मैले यसलाई कलर गर्छु है अहिले जस्ट। यसलाई येलो कलरलाई हैन 7.9 कसरी आयो भन्दा ग्रीन कलरले भाग गरेर आयो हैन त कपिल? यही हो नि भन्न खोजेको? हजुर सर। हो। देन यो भ्यालु कसरी आउँछ? यसले भाग ग्रीन, येलोलाई ग्रीनले भाग गरेर 7.9 आउँछ भनेपछि त के हुने भयो? यो निकाल्नको निम्ति त वी क्यान मल्टिप्लाई बाई द दिस एन्ड दिस। भएन त? भयो सर। यसलाई यसले भाग गरेर यो आउने भएपछि यसलाई त मल्टिप्लाई गरेर आउनु पर्यो। ओके। देन एसएस कसरी आउने भयो? अघिको जस्तै एमएस मल्टिप्लाई बाई डिग्री अफ फ्रिडम। हियर सिमिलरली त यसको चाहिँ एमएस मल्टिप्लाई बाई डिग्री अफ फ्रिडम हैन। टोटलको त के भन्दा समलाई जोड दिएपछि टोटल एसएस आइहाल्यो हो। एमएस अफ द फ्याक्टर ए कसरी आउने भयो? यसलाई डिग्री अफ फ्रिडमले भाग गरिदियो। ओके। देन एफ क्याल्कुलेटेड अफ कसरी आउने भयो? यसलाई इधर डिग्री अफ फ्रिडमले इधर एमएस ले भाग गरिदिन्छौँ।
सिमिलरली यो बेलामा यसलाई हामीले इररले भाग गरिदिन्छौँ. We have the three values of F calculated. What is the F critical? अब हामीलाई क्रिटिकल भ्यालु कति छ हामी यो टेबलबाट हेर्छौँ. बट चाहिँ यो बुझिन्छ एनोभा मैले कम्प्लिट गरेको. We have to complete the second ANOVA. Second ANOVA चाहिँ यो चाहिँ घरमा गरौँ है. सेकेन्ड ANOVA कम्प्लिट गरौँ. कसरी कम्प्लिट हुन्छ? कसैलाई कन्फ्युजन छ भन्नु त मैले एनोभालाई कसरी फिल अप गरेँ भन्ने कुरामा. छैन भने अब व्हाट इज द डिग्री अफ फ्रिडम? डिग्री अफ फ्रिडम हामी कसरी हेर्छौँ? के अरे एफ को भ्यालुज कसरी हेर्छौँ? त्यहाँ हो. ओके एफ टेबल मैले यहाँ उ गर्न लागिरहेको छु. अब हामीलाई कतिमा चाहिएको थियो भन्दा 3 लाई 24 ले भाग गर्दाखेरिको एफ क्याल्कुलेटेड भ्यालु चाहिएको थियो 5% लेभलमा. 3 लाई 24 ले भाग गर्दाखेरिको 3 लाई 24 ले 3 हामी होरिजेन्टल गयौं एन्ड द 24 3.01 बुझिन्छ. 3.01 कसरी भयो भन्ने कुरा बुझिन्छ सबैले. 3.01 भन्ने कुरा 3 लाई 24 ले भाग गरेको थियो. 3 भनेको फ्याक्टर ए को डिग्री अफ फ्रिडम थियो. 24 भनेको इरर को डिग्री अफ फ्रिडम थियो. 3 भएको एमएस भनेको त भेरिएन्स हो. 3 डिग्री अफ फ्रिडम भएको एमएस लाई 24 डिग्री अफ फ्रिडम भएको एमएस ले भाग गरेको भएर भ्यालु कति आयो? 3.01 आयो हैन. अब अर्को के थियो भन्दाखेरि फ्याक्टर बी को लागि चाहिँ हाम्रो चाहिँ 224 थियो. 3.40 भयो. अब अर्को इन्ट्र्याक्सन को निम्ति 6 थियो. 2.51 भयो. बुझिन्छ मैले डिग्री अफ फ्रिडम कसरी गर्ने रहेछ भन्ने कुरामा. म यसलाई क्यान्सल गरौँ, म अघिकोमा जान्छु है. भन्नु त मैले कसरी डिग्री अफ फ्रिडम चाहिँ टेबलबाट लिएँ भन्ने कुरा. अब के भयो त सिनारियो यहाँ हेरौँ त. फर फ्याक्टर ए मा पनि के छ? एफ क्याल्कुलेटेड इज ग्रेटर देन क्रिटिकल. फ्याक्टर बी मा पनि एफ क्याल्कुलेटेड इज ग्रेटर देन क्रिटिकल. इन्ट्र्याक्सन मा पनि क्रिटिकल भन्दा चाहिँ के छ भन्दा बढी छ भनेपछि के हुने भयो त? वी रिजेक्ट द अल नल हाइपोथेसिस. हामीले यो तीनवटै नल हाइपोथेसिसलाई के गर्यौं? रिजेक्ट गर्यौं हैन. रिजेक्ट गर्यौं. देन व्हाट इज द कन्क्लुजन? अब कन्क्लुजन के हुन्छ? इट मे बी द ग्रेन यील्ड. फ्याक्टर ए भनेको नाइट्रोजन रहेछ भने हामी कसरी कन्क्लुजन लेख्छौं? द ग्रेन यील्ड was significantly influenced or differ
among the nitrogen levels. हैन हामीले यसरी लेख्थ्यौं यदि फ्याक्टर बी भनेको भेराइटी रहेछ भने हामी के गर्थ्यौं among the varieties र हाम्रो चाहिँ the interaction of nitrogen levels and grain yield was nitrogen levels and varieties for grain yield was significant. हामीले यसरी के गर्थ्यौं भन्दा कन्क्लुजन चाहिँ लेख्थ्यौं. ओके अब बुझिन्छ कन्क्लुजन सम्म आइपुग्दाखेरि. अब व्हाट इज द र्यान्डमाइजेसन एन्ड लेआउट र र्यान्डमाइजेसन कसरी गराउन पर्यो 36 वटा प्लट बनाउन पर्यो हिजोको जस्तै 1 2 3 4 5 6 हैन 36 वटा प्लट बनाउन पर्यो र यसमा 1 2 3 4 5 र यसमा ट्रिटमेन्टहरु A1 B1 A1 B2 त्यो ट्रिटमेन्टहरुलाई चाहिँ र्यान्डमाइज गर्नु पर्यो हैन. भनेपछि यति कुरा चाहिँ हामीले के गर्न पर्यो जान्न पर्यो हैन. टु फ्याक्टर एक्सपेरिमेन्टमा मैले एसएस निकाल्नलाई सिकाइन कसरी हामी डाटाबाट एसएस निकाल्छौं अन्तिममा मैले यो सिकाइन. अरु यो कसरी सब्ट्र्याक्सन गर्ने यताउता मैले देखाए. what is the design number of replication कति हो फ्याक्टर ए को लेभल कति हो फ्याक्टर बी को लेभल कति हो एनोभा हामी कसरी फिल अप गर्छौं what is the conclusion what is the randomization and layout यो कुरा चाहिँ बुझ्न पर्यो. अब सेम थिङ यु हैव टु डु फर दिस सेकेन्ड हैन. यसलाई चाहिँ घरमा गर्नु है भोलि जानिएन भने मलाई फेरि भन्नु हैन. इट इज फर यो होमवर्क यो चाहिँ होमवर्कको लागि भयो. ओके आर यु क्लियर के छ बताउनु पर्ने भन्नु त मलाई अब सर. हजुर त्यो लेआउट र randomizationमा के त्यो B1 जस्तो एउटा त्यो भनेको त्यो एउटा प्लान्ट हो है. प्लान्ट भन्दा नि एउटा प्लट हो. एउटा प्लट हो अनि त्यसमा चाहिँ अब B1 भेराइटीलाई चाहिँ अब B1 नाइट्रोजन लेभलमा राखेको त्यस्तो खालको हो हैन. सावित्रीलाई 0 केजी नाइट्रोजन राख्यो एउटा ट्रिटमेन्ट भयो नि त. एउटामा भेराइटी राख्ने अर्कोमा नाइट्रोजन राख्ने चाहिँ गर्दैनौ हैन. त्यो चाहिँ हुँदैन. यहाँ मानौ कि नाइट्रोजन N1 भयो यहाँ चाहिँ B1 हुँदैन के. यो ट्रिटमेन्ट भनेको के हो भन्दा what we put in the experimental plot it is the combination of the levels of the factor हैन. त्यही भएर N1 B1 हुन्छ यसरी हैन. एक ठाउँमा नाइट्रोजन हाल्ने अर्को ठाउँमा रोप्ने त गर्दैनौ नि त. यसरी आउँछ. इट इज द चाहिँ भेराइटीलाई नाइट्रोजन चाहिँ हामीले यसरी राखेको हैन. बट यो 12 वटा र्यान्डमाइजेसन गर्दा हामीसँग त 12 वटा ट्रिटमेन्ट छ त्यसको 3 वटा रेप्लिकेसन छ 36 वटा चाहिँ टोटलमा हामी के गर्छौं एज अ होल इन एक्सपेरिमेन्टल युनिटमा र्यान्डमाइज गर्छौं. बट इन केस अफ आरसीबीडी यो एउटा रेप्लिकेसन अथवा ब्लक मान्छौं यहाँ 12 वटा र्यान्डमाइज गर्छौं यहाँ छुट्टै 12 वटा र्यान्डमाइज गर्छौं र यहाँ 12 वटा ट्रिटमेन्ट र्यान्डमाइज गर्छौं. इट इज ओन्ली द डिफरेन्स. बुझ्यौ. अनि त्यो प्लटमा कतिवटा प्लान्ट युज गर्ने भनेर चाहिँ केले डिटरमाइन गर्छ. त्यो त विभिन्न किसिमको ट्रायलहरु हुन्छन् हैन. हामी कुन पर्पजको लागि गरेका छौं. फर एक्जाम्पल हामी चाहिँ के मानिन्छ भन्दा चाहिँ यदि हामीले ग्रेन यील्ड टन पर हेक्टरमा एक्सप्रेस गर्नु छ भने एटलिस्ट 6 मिटर स्क्वायर चाहिँ फर सिरियल वी हैव हार्वेस्ट द प्लटमा नेट नै हामीले 6 मिटर स्क्वायर हार्वेस्ट गर्नुपर्छ बोर्डर लाइनहरु छोडेर. भनेपछि त्यो हुन्छ. अब प्लान्ट ब्रिडिङ तिर चाहिँ जहाँ चाहिँ 150 वटा भेराइटी टेस्ट गर्छ 6 मिटर स्क्वायर भयो भने कति भयो त भन्नु त. कम्तीमा चाहिँ 4-5 गट्ठा चाहिँ के चाहिन्छ भन्दा फिल्ड चाहिन्छ एउटा रेप्लिकेसन गर्न के रे एउटा चाहिँ ट्रायल गर्नको निम्ति. त्यहाँ चाहिँ 1 मिटर स्क्वायर इभन 0.5 मिटर स्क्वायर चाहिँ लिन्छन्. नट टु एक्सप्रेस द यील्ड इन टन पर हेक्टर दैट इज एक्सप्रेस द यील्ड इन ग्राम पर प्लान्ट र अरु प्लान्ट ब्रिडिङको एट्रिब्युट्सहरु चाहिँ लिने गरिन्छ. त्यो चाहिँ डिफरेन्ट हुन्छ. ट्रायल अनुसार हामी कसरी गर्ने भन्ने कुरामा डिफरेन्स हुन्छ. प्लान्टको स्पेसिङ त्यसमा डिफर हुन्छ हैन. अब हामी कस्तो खालको म्यानेजमेन्ट गर्न खोजेका छौं. अब टिलेजको गर्नु छ भने ट्र्याक्टरले टिलेज गर्ने 12 मिटर स्क्वायरको प्लट भएर त भएन नि त. टिलेज ट्रिटमेन्ट छ भने टिलेजको ट्रिटमेन्टमा बढाउनु पर्यो हैन. ठुलो प्लट बनाउनु पर्यो. हार्वेस्टरहरु कुन हार्वेस्टिङ मेथड्स बेस्ट हुन्छ भनेर बढाउनु पर्यो हैन.
त्यो चाहिँ डिपेन्ड हुन्छ हाम्रो चाहिँ अब्जेक्टिभ के छ, ट्रिटमेन्टको स्ट्रक्चर कस्तो छ र हाम्रो ट्रिटमेन्टको नम्बरहरू कति छ र हामी कुन युनिट केमा एक्सप्रेसन गर्छौँ त्यसमा चाहिँ डिपेन्ड हुन्छ। जतिसुकै भए पनि प्लट मैले भने फिल्ड पनि सकेसम्म स्क्वायर हुन पर्यो र प्लट पनि सकेसम्म स्क्वायर हुनु पर्यो हैन। यो चाहिँ 16 मिटर स्क्वायरको प्लट बनायो, ओके इजी राइट एन्ड गुड, बट जस्तो 12 बनाउनु छ भने हामीले 3/4 को प्लट चाहिँ बनाउनु पर्यो है। सकेसम्म स्क्वायर भयो भने के हुन्छ, कम भेरिएसन चाहिँ हेटेरोजेनिटी चाहिँ कम हुन्छ है। यो कुरा भयो टु फ्याक्टर एक्सपेरिमेन्टको। बुझिन्छ टु फ्याक्टर एक्सपेरिमेन्ट यहाँसम्म प्लिज? बुझिन्छ सर। अब in case of the two-factor experiment, in two-factor RCBD, there are the three variants. Two-factor RCBD ma हेरौँ simple छैन, two-factor हामीले अघि पढ्यौँ RCBD. There are the three variants. One is two-factor factorial RCBD. Another is the split plot. Another is the strip plot. Strip plot. Same scenario is the RCBD, जहाँ चाहिँ हाम्रो field के छ, blocking छ। यो कुरा बुझ्नु पर्यो हैन। For example, we are going to show the different randomization layout for the replication 3. Nitrogen levels in the 1 factors. This is the 4 varieties equal to 3 level. And what is the number of treatment? Number of treatment कति हुन्छ त? 12. Number of experimental plots, experimental unit कतिवटा प्लट आयो त हामीलाई फिल्डमा? अब 12 वटा ट्रिटमेन्टलाई 3 चोटि रेप्लिकेसन गर्नु छ। We have to maintain the 36 वटा चाहिँ हामीलाई चाहिँ प्लट्स आयो। ओके, अब हामी यहाँ चाहिँ इट इज द नल हाइपोथेसिस इज सेम फर अल ट्रिटमेन्ट, अल डिजाइन। नल हाइपोथेसिस के हुन्छ? सेम हुन्छ, सेम फर अल, यसमा फरक हुँदैन। अब मैले एउटा मात्रै रेप्लिकेसनलाई र्यान्डमाइज गर्न थाले, मेबी 4 PM पाएर मानौ कि यो चाहिँ के भयो भन्दाखेरि एउटा रेप्लिकेसन हो है। यो यसमा पनि एउटा रेप्लिकेसन हो। यो हेर्नु है, एउटा मात्रै, एउटा ब्लक हो के, यो एउटा ब्लक मात्रै देखायो हुन्छ। टु फ्याक्टर आरसीबीडीमा चाहिँ एउटा मात्रै ब्लकको र्यान्डमाइजेसन देखायो हुन्छ, तीनवटाको देखाउन पर्दैन हैन। बट रुल के हो, तीनवटैमा हामी के गर्छौं, सेपरेटली र्यान्डमाइजेसन गर्छौं। टु फ्याक्टर आरसीआरडी मा चाहिँ हामीलाई देखाउन पर्यो फेरि है। अब यहाँ 12 वटा ट्रिटमेन्टको अरेन्जमेन्ट कसरी गर्ने भन्ने कुरामा वी हैव 3 डिजाइन। हामीसँग चाहिँ 3 वटा डिजाइन हो। हामीसँग ट्रिटमेन्टको के छ, N1 V1 हेर्नु है, अर्को N1 V2 N1 V3 हैन। त्यसै गरी N1 बाट N2 भनौं, N3 र N4। N2 N3 and then N4. This is the treatment. This is treatment. Ini mana treatment like yang ni dah, okay? Treatment mana? Okay. अब यहाँ कसरी र्यान्डमाइज गर्ने, र्यान्डमाइजको रुलमा चाहिँ फरक छ तीनवटा डिजाइनमा। र्यान्डमाइजको रुल हेरौँ है, यसमा randomize the all treatments in each block.
विथ द ऱ्यान्डमाइजेसन रुल अघि हामीले हिजो गरेको हो के यो चाहिँ हिजो गरेको डिजाइन हो ओके यहाँ ऱ्यान्डमाइजेसनको रुल randomize the big plot factor हामीले यसलाई चाहिँ मेन प्लट फ्याक्टर पनि भन्छौँ त्यो भनेको के हो अहिले म आउँछु है मेन प्लट फ्याक्टर इन each replication at first and randomize the subplot factor in each main plot factor. मानौ अब के भयो भन्दाखेरि हामीले यो 12 वटा प्लटमा 12 वटा चाहिँ n1 v1 यहाँ आयो हेरौँ है मैले र्यान्डमाइज गरेको तरिका n1 v2 यहाँ आयो n1 v3 यहाँ आयो n2 v1 यहाँ आयो n2 v2 यहाँ पर्यो होला n2 v3 यहाँ पर्यो होला n2 v4 यहाँ पर्यो होला n3 v1 n3 v2 n3 v3 n1 v1 n2 v1 n3 v1 हैन त्यस हाम्रो 1 2 3 1 2 3 1 10 हैन हाम्रो यहाँ छुट्यो n1 v1 n1 v2 n1 v3 खै n1 v3 जस्तै n1 v3 यति थियो n2 v1 n2 v2 n2 v3 n3 v1 n3 v2 n3 v3 n4 v1 n4 v2 n4 v3 यसरी हामीले र्यान्डमाइज गर्यौं अब हामीलाई चाहिँ के भयो भन्दाखेरि इन केस अफ द स्प्लिट प्लट को मा चाहिँ हामीले मेन प्लट भन्यौ नि त अब जस्तो हामीलाई चाहिँ बिग प्लट फ्याक्टर देयर आर द टु सिनारियो बिग प्लट फ्याक्टर चाहिँ नाइट्रोजन एज अ बिग प्लट फ्याक्टर एउटा चाहिँ बिग प्लट फ्याक्टर चाहिँ नाइट्रोजन हो एउटा तरिका अर्को तरिका बिग प्लट फ्याक्टर मैले यहाँ तल तानेर नि भएन सरी है मानौ नाइट्रोजन बिग प्लट फ्याक्टर भयो यो एउटा तरिकामा भने अनदर इज अर्को चाहिँ भेराइटी इज द बिग प्लट फ्याक्टर यहाँ हेरौँ है दुईटामा अब बिग प्लट फ्याक्टर भनेको नाइट्रोजनको 4 वटा के फ्याक्टर 4 वटा प्लट छन् पहिला मैले यसलाई अलिकति बोल्ड देखिन्छ यो देखिन्छ त्यहाँ अलिकति बोल्ड पहिला चाहिँ ठुलो प्लटहरु चाहिँ के छन् 4 वटा छन् के त्यहाँ ठुलो प्लट भित्र चाहिँ सानो प्लट चाहिँ 3 वटा छ इज इट Similarly here big plot ka हेरौं big plot भयो ओके
त्यहाँ देखिन्छ अलिकति मैले चाहिँ अलि अलि ठुलो बनाएको छु के त्यो बोर्डर देखिन्छ सर। ओके हैन बोर्डर हैन। अब पहिला के गर्ने र्यान्डमाइज द बिग प्लट फ्याक्टर नाइट्रोजन लेभल हैन यतापट्टि बिर्सिदिनु है यहाँसम्मलाई अहिलेलाई सिआरडी को। अब यहाँ N2 पर्यो होला यो पुरै प्लटमा N2 पर्यो के अब यो तीनवटैमा यदि N3 पर्यो होला यहाँ N1 पर्यो होला यहाँ N4 पर्यो होला। ल भन्नु त के रहेछ सिनारियो। यसरी पहिला के गर्यौं N2 randomize the main plot factor भनेको बिग प्लट फ्याक्टर यो भनेको के हो अहिले स्ट्याटिस्टिकली म आउँछु एनोभामा आउँछु त्यसपछि बुझिन्छ। पहिला नाइट्रोजनलाई र्यान्डमाइज गरियो यो तीनवटै प्लटमा N1 राख्यो यो तीनवटै प्लटमा N2 राख्यो। अब यसरी आउँदा भेराइटीलाई चाहिँ बिग प्लट फ्याक्टर मान्ने हो भने भेराइटी 2 यहाँ पर्ला भेराइटी 1 यहाँ पर्ला भेराइटी 3 यहाँ पर्ला। पहिला हामीले एउटा फ्याक्टरलाई र्यान्डमाइज गर्छौं के यसमा आइन हेरौं एट फर्स्ट आइन र्यान्डमाइज द सब प्लट फ्याक्टर इट इज द सेकेन्ड फ्याक्टर। सब प्लट फ्याक्टर भनेको सानो प्लटमा राख्ने फ्याक्टर इन इच मेन प्लट फ्याक्टर प्रत्येक मेन प्लट फ्याक्टरमा र्यान्डमाइज गर्न पर्यो। भेराइटी 1 मेबी यहाँ पर्न सक्छ भेराइटी 3 पर्न सक्छ यहाँ भेराइटी 2 प्रत्येकमा र्यान्डमाइज गर्नु पर्यो। यहाँ भेराइटी 1 यहाँ पर्न सक्छ भेराइटी 1 यहाँ पर्न सक्छ भेराइटी 1 यहाँ पर्न सक्छ थाहा छैन हामीलाई भेराइटी 1 कहाँ पर्छ भन्ने कुरा। भेराइटी 3 पर्ला भेराइटी 2 पर्ला हैन भेराइटी 2 पर्ला भेराइटी 3 पर्ला यसरी हैन। अब यो प्लट के भयो त N2V1 भयो के अब यहाँ यो चाहिँ बल्ल N2V1 भयो यो के भयो N2V3 भयो प्लटमा चाहिँ यसरी आउँछ N2 यसरी हेरा होरिजेन्टल्ली यो तीनवटै प्लटमा एउटै नाइट्रोजन लेभल रहेछ कति सजिलो भयो त ट्रिटमेन्ट एप्लाई गर्न। कहिले कहिले स्पेसिङ हुन्थ्यो र चाहिँ यहाँ चाहिँ भनौँ सिआरडी को मैले लगेको छु प्रेसर N3 मा एउटा स्पेसिङ N2 मा एउटा स्पेसिङ N1 मा एउटा स्पेसिङ लायो भने त प्रत्येक प्लटमा डोरी तान्नलाई त फरक पर्यो तर यो त ओल्ला छेउदेखि पल्ला छेउसम्म डोरी तान्न सक्यो नि त हैन। त्यही भएर N2 हामीले यसरी र्यान्डमाइज गर्यौं। अब यहाँ यो भेराइटी भयो अब यहाँ नाइट्रोजन लेभल र्यान्डमाइज गर्नु N1 मेबी यहाँ हियर N1 मेबी हियर तीनवटैमा र्यान्डमाइज छुट्टा छुट्टै हुन्छ नि त हैन। N2 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 N3 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 and the N4 N4 and the N4 अब यसरी आयो। अब यसको भित्र हामीले बनाउन पर्यो भने के देखियो त V2 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 यसरी र्यान्डमाइज गर्नु। आर यु क्लियर कसरी हामीले स्प्लिट प्लटमा र्यान्डमाइज गर्छौं भन्ने कुरामा क्लियर छ अब आर यु क्लियर बुझिन्छ। कसैलाई सोध्नु छ केही म स्प्लिट प्लट त्यसपछि स्ट्रिप प्लटको र्यान्डमाइज गर्न जान्छु सर कोलाई मेन प्लट मान्ने कोलाई सब प्लट म भन्छु अहिले म भन्छु कुनलाई मेन प्लट कुनलाई सब प्लट भन्ने कुराहरू म अहिले एनोभा बनाउँछु अनि एनोभा फरक हुन्छ तिम्रो डिजाइनको अनि अब स्ट्रिप प्लटमा के गर्ने त भन्दा स्ट्रिप प्लट दुईटालाई मेन प्लट बनाएको जस्तै र्यान्डमाइज गर्ने। नाइट्रोजन हेर्नु त हामीले के गरेको थियौं म ठ्याक्कै कपी गर्छु अरु के पनि गर्दिन। यहाँ भेराइटी र्यान्डमाइज गर्यौ मेन प्लट बनाएर यसरी ओके एक पटक अनि नाइट्रोजन र्यान्डमाइज गर्यौ यसरी रिट भएन त
दुईटैलाई मेन प्लट बनाए जस्तो कुनैलाई चाहिँ मेन र सब बनाएको होइन यहाँ हैन नाइट्रोजन र्यान्डमाइज गर्दाखेरि मेन प्लट बनाउँदा हामीले यसरी र्यान्डमाइज गरेका थियौं भेराइटी मेन प्लट बनाउँदा यसरी र्यान्डमाइज गरेका थियौं हैन र्यान्डमाइज द भर्टिकल फ्याक्टर अब हाम्रो यहाँ त मेन र उ त छैन र्यान्डमाइजेसनको रुल के त randomize the vertical and horizontal factor in each replication randomize okay vertical factor र horizontal factor लाई randomize गर्ने यो के भयो त n2 v2 यो n3 v2 यो n1 v2 यो n4 v2 यो n2 v1 n3 v1 N1 V1 N4 V1 N3 V3 N3 N3 V3 sir N2 V3 N1 V3 N4 V3 अब हेरौं यसरी जाँदा नाइट्रोजन लेभल सेम छ यतातिर होरिजोन्टली भर्टिकल फ्याक्टर त्यसमा र्यान्डमाइज जस्तो देखिन्छ यसरी जाँदा भर्टिकल फ्याक्टर चाहिँ के छ भन्दा सेम छ नाइट्रोजन लेभल र्यान्डमाइज जस्तो देखिन्छ त्यही भएर यसलाई हामीले होरिजोन्टल फ्याक्टर र भर्टिकल फ्याक्टर चाहिँ भन्छौं कुनलाई होरिजोन्टल मान्ने कुनलाई भर्टिकल मान्ने दैट डजन्ट मेक एनी सेन्स के फरक पर्दैन हामीलाई हो हामीले फिल्डको अरेन्जमेन्ट हेरेर गर्छौं अब र्यान्डमाइजेसन बुझिन्छ र्यान्डमाइजेसन प्लिज र्यान्डमाइजेसनको कसरी गरे भन्ने कुरामा कन्फ्युजन छ म एनोभामा जान्छु यदि कन्फ्युजन छैन भने क्लियर छ यस सर अब हामी कसरी एनोभा बनाउँछौं यसको र एनोभा किन फरक हुन्छ एनोभा किन एउटै हुँदैन पहिला त्यो बुझौं हामीले इरर चाहिँ फरक फरक गरिराखेका छौं यहाँ एकैचोटी ट्रिटमेन्ट राख्यौं एकचोटी इरर आयो यहाँ दुई पटक गरेर ट्रिटमेन्ट राखेका छौं दुईचोटी इरर आउँछ हैन अब त्यही भएर एनोभामा जाउँ हेरौं एनोभा हैन एनोभामा हाम्रो टु फ्याक्टर आरसीबीडी को त सेम यही हो मैले यसलाई कपी गरेर ल्याएँ हेरौं अरु त निकालिहाल्छ मैले अरु केही गर्दिन हेरौं अब टु फ्याक्टर तीनवटा रेप्लिकेसन छ त्यही भएर 2 भइहाल्यो फ्याक्टर ए भनेको नाइट्रोजन लेभल्स भन्नु हो varieties nitrogen multiply by variety इधर आएको टोटल यही हो हिजो हामीले पढेको नाइट्रोजनको 3 भेराइटी को 3 यति नै आउँछ दिदिया अब एसएस निकाल्न मैले सिकाइन एमएस भनेको एसएस लाई भाग गरेर निकाल्छौं हामी जस्तो हामीले ब्लक एसएस भनौं यसलाई नाइट्रोजन एसएस भनौं यसलाई हैन यसलाई भेराइटी एसएस भनौं हैन एनबी एसएस भनौं अथवा इरर एसएस भनौं यो टोटल एसएस भयो अब यो हामी कसरी निकाल्छौं त बीएसएस बाइ 2 डिग्री अफ फ्रिडमले भाग गरेर निकाल्न पर्यो नि त हैन अब यो एनएसएस बाइ 3 बीएसएस बाइ 2 एनबीएसएस बाइ 6 र इरर एसएस बाइ 12 गरेर निकाल्छौं एफ क्याल्कुलेटेड त हामीलाई नाइट्रोजन को लागि चाहियो नाइट्रोजन को लागि एफ क्याल्कुलेटेड
कसरी निकाल्ने त भन्दा नाइट्रोजनको एमएस डिभाइड बाई इररको एमएस, सिमिलरली द भेराइटीको एमएस डिभाइड बाई इररको एमएस र नाइट्रोजन भेराइटीको एमएस डिभाइड बाई इररको एमएस गरेर हामी एफ क्याल्कुलेटेड निकाल्छौँ। भनेपछि हामीसँग के भयो भन्दाखेरि चाहिँ एउटा इरर चाहिँ हामीसँग छ, एउटै इररले भाग गर्यौं। इट इज द एनोभा, यो हिजोकै एनोभा थियो, बट it is the different for the nitrogen level at the big plot factor. Nitrogen level big plot factor मा छ भनेपछि हामी कसरी गर्छौं त? नाइट्रोजन लेभल जब बिग प्लट फ्याक्टरमा हुन्छ, what we do, अब हामीले नाइट्रोजन लेभललाई पहिला र्यान्डमाइज गर्यौं। यहाँ मैले के लेखिन है, यहाँ हेरौं, नाइट्रोजन लेभल पहिला र्यान्डमाइज गरेको भएर वी हैव वन इरर हियर। यहाँ मैले एउटा इरर निकालेँ, यो इररलाई मैले टर्म दिएँ ए इरर, र दोस्रो जुन इरर आउँछ त्यसलाई हामीले एउटालाई ए दिएपछि अर्कोलाई बी दिन्छौँ। अब यो इररको डिग्री अफ फ्रिडम कति हुन्छ? अब यहाँनिर चाहिँ इम्पोर्टेन्ट कुरा हो, यो इररको डिग्री अफ फ्रिडम कति हुन्छ? यो इररको डिग्री अफ फ्रिडम भनेको हेलो, म क्लासमा छु एकछिन है, पछि गरौँ है। यो इरर ए को डिग्री अफ फ्रिडम कसरी क्याल्कुलेट गर्ने त भन्दा त्यो भन्दा माथि भएको ब्लक -1 हेरौँ है, मल्टिप्लाई बाई नाइट्रोजन लेभल माथि छ नि n -1, हामीले यसरी गर्ने भन्न खोजेको 3 गुणा 6 डिग्री अफ फ्रिडम भयो। अनि यो चाहिँ इरर ए एसएस मैले निकाल्न सिकाइन। अब यो एमएस कसरी निकाल्ने? इरर ए को एसएस लाई 6 ले भाग गरिसकेपछि आउने भयो, र यो बेलामा क्याल्कुलेसन गर्दाखेरि इरर ए एमएस ले भाग गर्ने, एफ क्याल्कुलेटेड निकाल्दाखेरि इरर ए को एमएस ले भाग गर्ने, डिफरेन्ट यहाँ हुन्छ हैन। अब यहाँ इरर बी को डिग्री अफ फ्रिडम त घट्छ हैन, यहाँ त हाम्रो 35 भन्दा आउनु भएन भनेपछि त हाम्रो त कति हुन्छ भन्दा इट इज द 16 हुन्छ बी को डिग्री अफ फ्रिडम। सबट्र्याक्सन गरेर आउनु पर्यो नि, सबै जोडेर त 35 पुग्न पर्यो हामीलाई, हामीले यसरी चाहिँ बनाउँछौँ। र भेराइटी बी को लागि चाहिँ इरर बी ले र इन्ट्र्याक्सन को लागि चाहिँ इरर बी को एमएस ले हामीले भाग गर्छौँ। अब बिग प्लट फ्याक्टर को एफ क्याल्कुलेटेड निकाल्दाखेरि हामीले यहाँ हेरौँ है, नाइट्रोजन लेभल को एफ क्याल्कुलेटेड निकाल्दाखेरि हामीले के गर्यौं? एनएसएस लाई 3 ले भाग गर्यौं र त्यसलाई पनि फेरि इएएसएस लाई 6 ले भाग गर्यौं। भन्न खोजेको के हो भन्दा यो त एनएसएस मल्टिप्लाई बाई 6 डिवाइड बाई इएएसएस, यो एफ क्याल्कुलेटेड भनेको हैन, यो त क्रस मल्टिप्लिकेसन हुन्छ नि। एनएसएस बाई 3 डिवाइड बाई इएएसएस बाई 6 भएपछि त क्रस मल्टिप्लिकेसन भएर आउँछ। भन्न खोजेको मतलब यहाँ एफ क्याल्कुलेटेड निकाल्नलाई हामीले 6 ले मल्टिप्लाई गरेका छौं बिग प्लट फ्याक्टर को अथवा नाइट्रोजन को लागि, तर भेराइटी बी मा यसको चाहिँ कतिले मल्टिप्लाई गरेका छौं त 16 इरर डिग्री अफ फ्रिडमले मल्टिप्लाई गरेका छौं। कम इरर डिग्री अफ फ्रिडम भयो भने के हुन्छ त मैले पहिले भनेछु, त्यही भएर हामीलाई बढी डिग्री अफ फ्रिडमले चाहियो। बढी डिग्री अफ फ्रिडमले मल्टिप्लाई गरेको भएर द चान्स अफ एफ क्याल्कुलेटेड इज हायर फर भेराइटी देन द नाइट्रोजन लेभल। नाइट्रोजन लेभल को भन्दा भेराइटी को चाहिँ के हुन्छ भन्दाखेरि चान्स बढी हुन्छ। अब भनेपछि हामीले कुन फ्याक्टरलाई बिग प्लट फ्याक्टर मान्ने भन्दा कुन फ्याक्टरलाई बिग प्लट अथवा मेन प्लट फ्याक्टर मान्ने? मेन प्लट, त्यो फ्याक्टर विच इज द लेस इम्पोर्टेन्ट इन रिसर्च। लेस इम्पोर्टेन्ट कुनलाई सब प्लट मान्ने? जुनलाई चाहिँ मोर इम्पोर्टेन्ट फ्रम द रिसर्चर पोइन्ट अफ भ्यू। एज आई एम एग्रोनोमिस्ट, म एग्रोनोमी भए मलाई के लाग्छ? नाइट्रोजन लेभल बढी इम्पोर्टेन्ट लाग्न सक्छ, म नाइट्रोजन लेभललाई सब प्लट मान्छु।
र भेराइटीलाई मेन प्लटमा हाल्छु र ब्रिडरलाई भेराइटी बढी इम्पोर्टेन्ट लाग्न सक्छ त्यो बेलामा ब्रिडरले भेराइटीलाई सब प्लट मान्छ नाइट्रोजन लेभललाई मेन प्लट मान्छ र यो एनोभा बनाउँछ अब यही एनोभा चाहिँ चेन्ज हुन्छ इफ द कन्डिसन अब हामीले नाइट्रोजन यो भेराइटीलाई चाहिँ बिग प्लटमा हाल्यो भने के हुन्छ त हामीले नाइट्रोजन लेभल भनेको ठाउँमा हामीले भेराइटी राख्न पर्यो भेराइटीको डिग्री अफ फ्रिडम 2 हुन्छ त्यही भएर इररको डिग्री अफ फ्रिडम 4 हुन्छ हेरौँ यो कति हुन जान्छ त भन्दा इट इज 18 हुन जान्छ होला यहाँ चाहिँ अब यहाँ नाइट्रोजन लेभल्स आयो तल राख्न पर्यो नि त नाइट्रोजन लेभल्स को 3 हुन्छ अब यो VSS VSS by 2 हैन यसलाई हामीले 4 ले भाग गर्छौं अनि VMS by EAMS ले भाग गर्छौं इट इज द NSS द नाइट्रोजन लेभल भएपछि त यहाँ त नाइट्रोजन चाहियो नि त NSS लाई हामीले ले भाग गर्छौं इट इज द केस यहाँ चाहिँ 18 ले भाग गरेर आउनु भयो अघि हामीले कतिले भाग गरेको थियौं 16 ले गरेको है हामी बिगार्न भयो ओके यसरी हामी एनोभा बनाउँछौं भनेपछि बुझिन्छ स्प्लिट प्लट कुन बेलामा गर्ने रहेछ कुन बेलामा स्प्लिट प्लट गरिँदो रहेछ त हामीले भन्ने कुरा आर यु क्लियर स्प्लिट प्लट डिजाइन कुन बेलामा गर्ने रहेछ त भन्दा कुनै दुईटा फ्याक्टर मध्ये रिसर्चरलाई एउटा फ्याक्टरलाई बढी इम्पोर्टेन्स दिनु छ भने स्प्लिट प्लटमा जाने दुईटै फ्याक्टरलाई बराबर इम्पोर्टेन्स दिनु छ भने फर्स्ट टाइपको एउटा मात्रै इरर भएको एनोभा खेलेर गर्ने दुईटा फ्याक्टरलाई चाहिँ फरक इन्ट्रेस्टको लेभल फरक छ कुनै एउटालाई चाहिँ बढी इम्पोर्टेन्ट फ्याक्टर लाग्छ अर्को कम इम्पोर्टेन्ट फ्याक्टर लाग्छ भने त्यो अनुसार बढी इम्पोर्टेन्ट भएको फ्याक्टरलाई सब प्लटमा राख्ने र कम इम्पोर्टेन्ट भएको फ्याक्टरलाई मेन प्लटमा राखेर हामीले एक्सपेरिमेन्ट चाहिँ गर्ने एनोभा फरक हुन्छ अब इन केस अफ द स्प्लिट प्लट एट लास्ट है स्प्लिट प्लटमा एनोभा कसरी बनाउने अब हेर्नु एनोभा कसरी बनाउने स्प्लिट प्लटमा सजिलो छ हामीले के गरेका छौं स्प्लिट प्लटमा स्ट्रिप प्लटमा के गरेका छौं एक फेर नाइट्रोजन लेभल र्यान्डमाइज गरेको जस्तो गरेका छौं यसरी नाइट्रोजन लेभललाई पहिलो चाहिँ र्यान्डमाइज गर्यौ यसरी र्यान्डमाइज गर्यौ नि त पहिला त्यसरी नै भेराइटीलाई र्यान्डमाइज गर्यौ यहाँ आयो हैन यहाँ इरर यो भेराइटी आको इररलाई बी भेराइटी इरर भन्यौ र अर्को चाहिँ नाइट्रोजन बाइ भेराइटी यहाँ चाहिँ फरक आयो अब इट इज द सी इरर सी हो मैले लेखेको फेरि कपी गरेको बुझेन होला म लेख्छु ल त्यसो भए हामीले के गर्यौ पहिला त ब्लक चाहिहाल्यो आरसीबीडी हो अथवा रेप्लिकेसन चाहियो हामीले के गर्यौ नाइट्रोजन लेभल्सलाई र्यान्डमाइज गर्यौ त्यही भएर हामीले स्प्लिट प्लटको एनोभामा हेरौँ न नाइट्रोजन लेभललाई पहिला र्यान्डमाइज गरेपछि इरर ए आएको छ अनि त्यसपछि गएर भेराइटी र्यान्डमाइज गर्यौ भेराइटीको मेन प्लट जसरी गरेको त्यसरी नै गरे हो नि त त्यही भएर दोस्रो एनोभामा हेरौँ त इरर आएको छ इरर बी अनि बल्ल नाइट्रोजन मल्टिप्लाई बाइ भेराइटी यहाँ चाहिँ इरर सी आउँछ र यहाँ चाहिँ टोटल हुन्छ टोटल इज द अलवेज 35 टोटल त जहिले 35 हुन्छ इट अब हेरौँ ब्लक 2 छ तीनवटा भएको भएर नाइट्रोजन लेभल 4 छ 3 भेराइटी चाहिँ 3 छ 2 यो 3 दुना 6 भइहाल्यो इन्ट्राक्सनको लागि इरर ए कसरी निकाल्ने हामीले यहाँ नाइट्रोजनको लागि निकालेका छौं नि 6 कसरी निकाल्यौ यो एनोभामा यतापट्टि बिग प्लट नाइट्रोजन मान्दाखेरि हैन माथिको 3 दुना 6 गरेर निकाल्यौ भेराइटीको इरर निकाल्नको निम्ति तल्लो एनोभामा 4 निकालेका छौं अब त्यो चाहिँ घटाइदियौ आइहाल्यो माथिको सबै घटाइदिएपछि आइहाल्छ सबै घटाएपछि आइहाल्छ 35 माइनस माथि सबै जोड्यो भने कति आउँछ त 23 इज द 12 आइहाल्यो अब यो के हुने भयो भन्दाखेरि ब्लक एसएस हैन ब्लक एसएस लाई 2 ले भाग गर्ने सकिहाल्यो नाइट्रोजन एसएस इरर ए एसएस
मैले कसरी निकाल्ने मैले भन्दिनँ है यो चाहिँ भेराइटी एसएस either BSS नाइट्रोजन आइन भेराइटी एसएस either CSS र टोटल एसएस अब यो कसरी निकाल्ने नाइट्रोजन एसएस लाई 3 ले भाग गर्ने EASS लाई गर्दै गर्दै गएर हाम्रो सबैको एमएस आउँछ अब एट क्याल्कुलेटेड कसरी निकाल्ने त नाइट्रोजन को एमएस लाई इधर A को एमएस ले भाग गर्छ कति डिग्री अफ फ्रिडम ले मल्टिप्लाई गरिराखेका छौं 6 ले यो बेलामा भेराइटी को निम्ति भेराइटी को एमएस लाई इधर B को एमएस ले भाग गर्ने कतिले मल्टिप्लाई गरिराखेका छौं 4 ले अब हेरौं अब इन्ट्र्याक्सन को निम्ति नाइट्रोजन भेराइटी को एमएस लाई इधर C को एमएस ले भाग गर्ने हामीले चाहिँ यहाँ कतिले मल्टिप्लाई गरिराखेका छौं 12 भनेपछि यो स्प्लिट प्लटमा सबैभन्दा बढी एफ क्याल्कुलेटेड के को आउने चान्स हुन्छ त नाइट्रोजन आइन भेराइटी इन्ट्र्याक्सन को आउने चान्स हुन्छ इट इज द इन्ट्र्याक्सन को बढी चान्स हुन्छ त्यही भएको भएर स्ट्रिप प्लट चाहिँ इन्ट्र्याक्सन इफेक्टलाई चाहिँ रिसर्चरले हेर्न खोज्यो बढी इम्पोर्टेन्स मान्यो भने बल्ल हामीले के गर्छौं स्ट्रिप प्लटको एनालिसिस गर्छौं आर यु क्लियर अबाउट एनोभा एनोभामा क्लियर छ ल भन्नु त के कन्फ्युजन केसैमा छ भने बुझिन्छ यस सर ओके अब म कसरी चाहिँ यो डिजाइनहरुको म भोलि अलिकति के यो चाहिँ टु फ्याक्टोरियल आरसीबीडी के को लागि हामीले गर्ने भयो त जब दुईटै फ्याक्टर बराबर इम्पोर्टेन्स छ कुनै एउटा प्लटको एउटालाई चाहिँ बढी इम्पोर्टेन्स मानियो भने स्प्लिट प्लट र इन्ट्र्याक्सनलाई बढी इम्पोर्टेन्स मानियो भने चाहिँ हामीले के भन्छौं भन्दा स्ट्रिप प्लट भन्छौं हैन अब चाहिँ के यो फ्याक्टर यी कुराहरूले मात्रै डिजाइनलाई सिलेक्सनलाई असर गर्छ कि अरु यो भन्दा बढी केही फ्याक्टरहरू हुन सक्छन् है त्यो बारेमा म भोलि डिल गर्छु र भोलि डिल गरिसकेपछि आई थिंक हाम्रो कोर्स चाहिँ सकिन्छ है के क्वेशनहरु छन् भने भोलिलाई चाहिँ लिएर आउँ हैन केही नबुझेको क्वेशन्सहरु छन् भने भोलिलाई लिएर आउँ र हामी पर्सिबाट चाहिँ के पढ्छौं भन्दाखेरि कमर्शियल क्रपको चाहिँ फर्टिलाइजर म्यानेजमेन्ट प्लान्टिङ मेटेरियल र प्लान्टिङ मेथड्स चाहिँ माधव सरलाई सोधेथे म त्यो कुराहरु चाहिँ पढाउँछु ओके ओके देन थ्यांक यू सर थ्यांक यू गुड डे